हाम्रो ब्लग फुल देखिएको है हेर्नु होला। आजको ब्लग बवाल हुने होला साथीहरू, पुरा भिडियो हेर्नु होला। तलपट्टि पुरा चाहिने जस्तो भने जस्तो खाना पाउँछ यहाँ चाहिँ हेर्नु होला पुरा भिडियो। हेलो साथीहरू, नमस्ते सबैजनालाई। स्वागत छ। फाइनली आज चाहिँ हामी नारायणघाटको मलमा घुम्दैछौँ। नारायणघाटको यो मलमा आज पहिलोचोटि घुम्न आएको। पहिलोचोटि आएको, आउन त मान्छे धेरै आइरहेको छन्, तर म चाहिँ आज पहिलोचोटि आएको। आइराख्ने मान्छे चाहिँ आइरहेको छन् है। आज चाहिँ म नारायणघाटको साइडतिर हो आज घुम्न आएको। यस्तो छ नारायणघाटको घुम्ने ठाउँ है, यस्तो छ। हाम्रो टोली रहेका छन् है, हामी आएको 4जना हुन्छ। यताको घुमघाम चाहिँ खतरा हुनेवाला छ, हेर्नु पुरा भिडियो। आज चाहिँ हामी कस्तो कस्तो ठाउँमा आयो भने चाहिँ हामी स्पष्ट तरिकाले देखाउँछौँ तपाईँहरूलाई, हेर्नु होला। यस्तो छ नारायणघाट है। हामी चाहिँ आज यसको होल फ्लाइटमा घुम्दैछौँ भन्ने चाहिँ हेर्नु होला। कलर साथीहरू आज यस्तो हुनेवाला छ कि भन्ने चाहिँ यस्तो तरिकाले देखाउँदैछु। कोही माथि चढिरहेको छन् है। यहाँ त दोकान नेपालको पहिलोचोटि यस्तो घुम्न आएको ठाउँ चाहिँ पहिलोचोटि भिडियो आएको छ मेरो। हेर्नु होला कस्तो लाग्छ, त्यस्तो कमेन्ट गर्ने होला साथीहरू। अहिले त नारायणघाटको बाहिरतर्फ पनि हामीले देखाउनेछौँ। यो चाहिँ भित्र होल महल हो, घुम्ने ठाउँ भन्ने चाहिँ आज त्यसै गरी अगाडि पछाडि हेर्ने ल भन्दैमा चाहिँ हामी चाहिँ आज अब तलतिर जान लाग्यो। लिफ्ट चढ्दै लिफ्टबाट तल जाँदैछौँ, हेर्नु होला। नारायणघाटको लिफ्ट कस्तो हुन्छ भने म तपाईँलाई देखाइसकेको छु। जस्तै होइन, धेरै फरक छन्। एकमा कि दुई हामी चाहिँ 1 नम्बरमा गइसकेको छौँ। टक्क झ्याल लगाएको छ यता हाम्रो लिफ्ट। एकछिन नहुँदा खुल्यो है यो। हाम्रो बल्ल लिफ्ट गएको छ तल, हेर्नु हाम्रो लिफ्ट कति छिटो आयो है, तलै जायो। हामी चाहिँ बाहिर निस्क्यौँ। अब हामी नारायणघाटको लिफ्ट पनि चढियो। नारायणघाटको लिफ्ट पनि चढियो, हेर्नु तपाईँहरूले। नारायणघाट यस्तो छ। हामी त बाहिर निस्किनु लाग्यो। झर्ने त हामी चाहिँ बाहिर निस्किसकेको छौँ साथीहरू। हामी चाहिँ ड्रागन फ्लोरमा कता हो? हाम्रो चाहिँ यहाँ के पाउँछ भने तपाईँले यहाँ गराउन आएको। हाम्रो ऐनामा स्पष्ट तरिकाले देखिएको छ हाम्रो ब्लग फुल देखिएको है। हेर्नु होला। आजको ब्लग बवाल हुने होला साथीहरू, पुरा भिडियो हेर्नु होला।
तलपट्टि पुरा चाहिने जस्तो भने जस्तो खाना पाउँछ यहाँ चाहिँ यिनीहरूलाई पुरा भिडियो के गयो फाइनली अब हामी चाहिँ घुमेर पनि भ्याइयो भित्र चाहिँ भ्याइयो अब बाहिर चाहिँ हेर्नु नारायणघाटको बाहिरपट्टि हेर्नु बाहिर भाग देख्नु भएको छ कि नाइ नारायणघाटको वरिपरि गाडी कराएको छ बाइक कराएको छ त्यसैले गर्दा खासै भइस आएको छैन राम्रो भइस आएको छैन साथीहरू हेर्नु होला गाह्रो नमान्ने होला है म चाहिँ बाटोमा हिँड्दै हिँड्दै भिडियो गराएको बाटो क्रस गर्दा गर्दै हाम्रो यो नारायणघाटको आउने जाने बाटो हेर्नु होला पुरा भिडियो साथीहरू पुरा भिडियो हेर्नु चाहिँ नभुल्ने होला है नारायणघाटको यो उदार गोष्ठी छन्द फेरि हेर्नु बोलाएर नारायणघाट पनि धेरै घुमेको छैन हल्का हो केही कामको लागि आउँदाखेरिमा घुमेको मतलब घुम्न भने यति नै आएको होइन हामी चाहिँ समयको लागि आइरहेको थिएँ त्यसैले हल्का घुमिदिन्छ भनेर हो त्यस्तो घुम्न चाहिँ आएको होइन